2026 मा तपाईं भिडियो एडिटर बन्ने सोच्दै हुनुहुन्छ भने तपाईले कुन कुन सफ्टवेयर सिक्नु आवश्यक छ। नम्बर 1 एडोबी प्रिमियर प्रो, किनभनेदेखि यो चाहिँ एकदमै धेरै युज हुने सफ्टवेयर हो। नम्बर 2 एडोबी आफ्टर इफेक्ट, यो चाहिँ मोसन ग्राफिक्स, टेक्स्ट एनिमेसन र कम्पोजिटिङको लागि चाहिँ राम्रो सफ्टवेयर हो। त्यसैले यो पनि अहिले आवश्यक हुन्छ, किनभनेदेखि सानो भन्दा सानो रिलमा पनि अहिले टेक्स्ट एनिमेसनहरू, मोसन ग्राफिक्सहरू धेरै मात्रामा युज भइरहेको हुन्छ। त्यसैले यो सिक्नु जरुरी छ। नम्बर 3 फोटोशप। फोटोशप ब्याकग्राउन्डहरू काट्नको लागि हैन, तपाईले कुनै पनि कुरालाई पीएनजी बनाउन चाहनुहुन्छ भने अनि अथवा थम्बनेल बनाउन चाहनुहुन्छ भने र कुनै पोस्टरहरू डिजाइन गर्न चाहनुहुन्छ र त्यसलाई आफ्टर इफेक्ट अथवा प्रिमियरमा ल्याएर एनिमेसन गर्न चाहनुहुन्छ भने फोटोशप पनि तपाईको लागि नहुने सफ्टवेयर हो। नम्बर 4 दाभिन्ची रिजल्भ, किनभनेदेखि अहिले तपाईलाई भिडियो स्ट्यान्ड आउट गराउनको लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ कलर हो। कलर ग्रेडिङ गर्नको लागि सबैभन्दा बेस्ट टुल भनेको दाभिन्ची रिजल्भ हो। त्यसैले दाभिन्ची रिजल्भ पनि तपाईले आफ्नो कोर्सको लिस्टमा राख्नु होला। नम्बर 5 एडोबी इलिस्ट्रेटर। यदि तपाईँ मोसन ग्राफिक्समा अझै अब्बल हुन चाहनुहुन्छ भने एडोबी इलिस्ट्रेटर एकदमै चाहिने सफ्टवेयर हो, त्यो पनि सिक्न नबिर्सिनु होला। र 2026 मा एआई चाहिँ नबिर्सिनु होला। एआई मस्ट ह्याभ स्किल नै हुनेवाला छ। त्यसैले भिडियो एडिटिङमा पनि एआई को भरपूर मात्रामा प्रयोग हुनेवाला छ। त्यसैले एआई लाई चाहिँ नबिर्सिनु होला। धन्यवाद। यस्तै अरू टिप्सहरू हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्नु होला।